साथीहरूलाई देखाउँछु सँगसँगै। हेलो एभ्रिवान, साथीहरू के छ हालखबर? सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै छु। त्यही भएर आज चाहिँ स्पेसल डे छ आउनेछ साथी। हामी चाहिँ स्पेसल छुट्टी भएर हामी जाँदैछौँ घुम्नको लागि तयारी भएर। मैले चाहिँ घरको भिडियो गर्न भुलेछु, हो त्यही भएर मैले चाहिँ बाटोमा गएर कैद गरेको भिडियो छ। त्यही भएर हामी चाहिँ बाटोमा हिँड्दैछौँ। बाटोमा हिँड्दा हिँड्दै त्यहाँनिर जाम लागेको थियो, त्यही भएर गाडी एक्सिडेन्ट भएको रहेछ नि त। त्यही भएर गाडी एक्सिडेन्ट खै कहाँ भएको, तर उताबाट आएको थियो, हो त्यही भएर हामी जाँदैछौँ अब घुम्नको लागि गार्डनतर्फ। हामी चाहिँ उहाँले भने भाउजूलाई, भाउजू हाई भनिदिनु न भनेर हामी चाहिँ फाइनली हामी लोकेसनमा पुगिसक्यौँ। लोकेसनमा पुगिसकेपछि हामीले गाडी पार्किङ गऱ्यौँ। गाडी पार्किङ गरिसकेपछि मलाई देखाइदिनु न भने, त्यसपछि मैले यताउता घुमेँ। त्यसपछि अब जाँदैछौँ हामी गार्डनतर्फ। भाउजूलाई भने हाई भन्नुहोस्, लाइक कमेन्ट गरिदिनु होला भन्दै भन्छ भाउजूले। त्यसपछि हामी जाँदैछौँ, तर त्यहाँनिर मलाई गाडीले धन्दा हानेन। त्यसपछि हामी जाँदैछौँ गार्डनतर्फ। गार्डनमा धेरै दिदीबहिनीहरू आइसक्नु भएको थियो, भिडियो गराउँदै हुनुहुन्थ्यो। सबैले हरियो लगाएर, तर मैले धेरै मान्छेको झुठो भिडियो निकाल्न भुलेछु। पछि धेरै हुनुहुन्थ्यो पछि, त्यही भएर यो चाहिँ अलिक पहिला नै हो। त्यही भएर भिडियो गराउनु लाग्नु भएको थियो, त्यही मैले भिडियो कैद गरेँ। त्यसपछि मैले हजुरलाई गार्डन देखाएँ। गार्डन कस्तो लाग्यो कमेन्ट गर्नुहोला। त्यसपछि यताउता गर्दै हुनुहुन्थ्यो, उताबाट धेरैजना आउनु भएको थियो। मैले कैद गरेँ। त्यहाँनिर बच्चा पनि आइरहेको थियो, बच्चाले सोधिँदै थियो, भाउजू भन्दै हुन्छ भिडियो नहाल्नु होला, भाइरल हुन्छ। त्यसपछि हामी नास्ता खान गयौँ। नास्ता खान गइसकेपछि चटपटे खायौँ हामीले। त्यसपछि हामीले दुईजनाले भिडियो गराइसकेपछि सबैजनाले भन्नुहुन्छ बुढोलाई नचाउनु, तर मेरो बुढा नाच्नुहुन्न, तर उहाँ भिडियोमा आउनु मान्नुहुन्न, जबरजस्ती गर्नुपर्छ। त्यही भएर अब रात पर्यो। रात परिसकेपछि हामी चाहिँ घरतिर लाग्यौँ। घरतिर लागिसकेपछि आउँदाखेरिको यो दृश्य हजुरलाई देखाएको छु। त्यसपछि हामी हिँड्दैछौँ बाटोमा। फाइनली हामी चाहिँ खाना खान होटलमा पुगिसक्यौँ। खाना चाहिँ घरमा आएर बनाउने टाइम थिएन नि त, त्यही भएर अब चाहिँ आज मेरो घरको हालत, त्यही भएर कपडा भिजेको थियो नि त दिउँसो, त्यही भएर हामी सुकाएर गएको पङ्खा चालु गरेर। त्यसपछि अब चाहिँ सुत्छौँ हामी। बाई।